हामीहरू कहाँ जाँदैछौँ अहिले? सामुदायिक रेडियो टिकापुर FM मा हामी अहिले आइसकेका छौँ र हामी यता प्रवेश गर्दैछौँ। ल आउनुहोस् सबैजना। रेडियोमा इन्ट्री गरिसकेका छौँ। हामीले पहिला अब टिभी भन्दा नि अगाडि चाहिँ हामीले सुन्ने चाहिँ यो रेडियो छ। अब हामीले पहिला अब एमै नै गानादेखि लिएर अब पहिला त हामीले फिल्महरू पनि एमा यो सुन्ने गर्थ्यौँ। यो 3 बजे यो शनिबारको दिन फिल्म पनि प्रसारण हुन्थ्यो एमा छ हैन। अब अहिले चाहिँ यो देख्दा चाहिँ एकदम पुरानो दिनहरूको चाहिँ झल्को आएछ। ठिक छ, थ्याङ्क यू। यसलाई चाहिँ के भन्छ सर? यो हाम्रो विशेष गरी हामी इक्विपमेन्ट रुम हो। यहाँभित्र रेडियोलाई आवश्यक पर्ने सामानहरू छन्, जस्तै ट्युबलेस अनि ब्याट्रीहरू छ अनि सोलरको जोइन गरेको स्थान छ। त्यसै गरेर रेडियोको मेन मुटु यता अगाडि देखिन्छ ट्रान्समिटर। त्यो भनेको रेडियोको मेन मुटु हो। जब त्यो हुँदैन, मान्छेको मुटु नभए मान्छे चल्दैन। त्यसपछि रेडियो त्यो नभए चाहिँ रेडियो पनि चल्दैन हैन। त्यसलाई ट्रान्समिटर भन्छ रेडियोको हुन्छ। यसको भित्र चाहिँ हामी यसरी घुमाएर ए साइड र बी साइड हुन्छ क्यासेटको यसको हैन। 2 साइड हुन्छ। 2 साइडमा चाहिँ हामीले रेल यसमा डन्डा हालेर यसरी घुमाएर चाहिँ क्यासेटलाई तयार गरेर यो साइड यो है भनेर लेखेर चाहिँ त्यो टेक्निसियन छ नि लेखेर उनलाई दिन्थ्यौँ। दिएर चाहिँ बनाउँथ्यो त्यति बेला। उनले चाहिँ कहिलेकाहीँ दायाँमै हाल्ने बित्तिकै अर्को गीत बज्थ्यो होइन। त्यसभन्दा पछाडि त्यो गइसकेपछि त्यसपछि यिनीहरू आए। यस्ता यी सिडी चक्काहरू आए। यी सिडी प्लेयरहरूबाट कम्प्युटरबाट बज्न सुरु गरे। त्यो चाहिँ कम्प्युटरबाट बज्दैन थियो। यस्तै टेकहरू चाहिन्थ्यो हाम्रो। त्यो टेकबाट बजाउँथ्यो। त्यसपछि सिडी प्लेयरहरू आयो। त्यो सिडी हालेर त्यसै बजाउने। अनि यहाँबाट चाहिँ बजाउनु भन्दा पनि हामीले डाउनलोड गर्न सकिन्थ्यो रेडियो कार्यक्रमका। त्यसपछि विभिन्न क्षेत्रका सिडीहरू हुने यिनीहरू हैन। अनि त्यसपछि यिनीहरू डाउनलोड गरेर हामी कम्प्युटरमा राखेर बजाउन सुरु गऱ्यौँ। अहिले यिनीहरू सबै गए। अहिले चाहिँ सिधै गीतहरू कहाँ आउनु लाग्यो? युट्युबमा आउनु लाग्यो। तपाईँहरूको मोबाइलमा हातमा आउनु लाग्यो होइन। सजिलो छ कि अप्ठ्यारो छ? होइन, सजिलो छ नि होइन। चाहिँ चिठी पत्रहरू हराए। चिठी पत्र केले विस्थापित गर्यो? खोल्ने मोबाइल फोनले चाहिँ चिठी पत्रलाई विस्थापित गर्यो। त्यसपछि रेडियोका फोन इन कार्यक्रमहरू आए। त्यसले बजार लियो होइन। अहिले ती कार्यक्रम भन्दा नि अहिले सबै केले बजार लिएर युट्युबले लिइरहेछ। मेसेन्जरले फेसबुकहरूले चाहिँ बजार लिँदै रेडियोलाई कहाँ जोडिएको छ भने चाहिँ अहिले फेसबुकमा युट्युबमा रेडियो चाहिँ त्यहाँतिर डाइभर्ट भयो। रेडियो छ तर त्यहाँ जोडिरहेछ अहिले। तपाईँहरू भनेको अहिलेका रेडियोहरू कहाँ सुन्न सकिन्छ? हाम्रो पात्रमा सुन्न सकिन्छ। मोबाइल एप्सहरू एप्लिकेसनहरूमा सुन्न सकिन्छ होइन। पहिलेको जसरी हामी रेडियो खोज्न पर्दैन नि त होइन। अनलाइनमा सुन्न सकिन्छ। www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। अहिले को बोलेको यो? तपाईँ बोल्नु भयो? कति? थ्याङ्क यू। राजमार्गको 146 किलोमिटर सडक अझै ट्र्याक राजमार्ग निर्माणका लागि विद्यालयको सिकाइ उपलब्धि 2.68 GPA। कैलालीको टिकापुर रेडियो कार्यक्रम हाम्रो कृषिमा सकुदहन स्वागत बा। कार्यक्रम से मैं राजमती थारू के तरफ से राम राम। कार्यक्रम हाम्रो कृषिमा शनिबार रात का 8:10 में से सामुदायिक FM 101 मेगाहर्ट्ज में से अपना सुनती रहती। हमारा कार्यक्रम कृषि विद्यार्थी द्वारा कृषि के नया प्रविधि र किसान के समस्या समाधान करना उद्देश्य से तैयार करना हो। आज कार्यक्रम कृषि के फायदा के बारे में चर्चा करती रहती। यो चाहिँ को बोल्नु भयो? तपाईँ हो? राम्रो छ है। ल भित्र अब्जर्भ गर्नुभयो भित्रको सबैले? कन्ट्रोल रुम भन्छ हामी रेडियो प्राविधिक रुम हो यो। यसमा चाहिँ हाम्रो खास हाम्रो लाइभ प्रस्तुताहरू र टेक्निसियन मात्रै बस्छौँ यसमा होइन। अनि हामीले अन्य यता स्टुडियोलाई मान्छौँ, यता प्राविधिकसँग कोर्डिनेसन गरेर
सिधै लाइभ गर्न सक्ने मान्छेले लाइभ गर्छ, न्युज त हाम्रो लाइभ नै हुन्छ, प्रोग्राम पनि म्याक्सिमम् हुन्छ र हाम्रो चाहिँ खोजमूलक प्रोग्राम र रिपोर्टहरू चाहिँ पहिला तयार पारेर फिल्डमा यहाँ रेकर्ड र फिनिसिङ हुन्छ है। त्यसको डिजाइनिङ चाहिँ हामी यहीँ बसेर गर्छौँ। अनि हाम्रो दुईजना चाहिँ टेक्निसियन हुनुहुन्छ, यहाँ चाहिँ सहायक हुनुहुन्छ, उहाँ चाहिँ टेक्निसियन हो। अनि हामीले टेक्निसियन मार्फत नै आफ्नो स्क्रिप्ट कनेक्सन गरेर भित्र बोल्ने, त्यसको लागि चाहिँ यो हाम्रो मिनी स्टुडियो र अर्को चाहिँ हाम्रो गेस्टहरूको लागि स्टुडियो छ नि त, दुईटै यो चाहिँ मिनी स्टुडियो सर? यो चाहिँ लाइभ हुन्छ यसमा होइन। हजुर। प्रत्यक्ष डाइरेक्ट चाहिँ बोल्नु पऱ्यो भने यसैले प्रयोग गर्छौँ। हजुर। अनि रेकर्डका लागि न्युज प्रोग्रामहरू यहाँबाट हुन्छ। पहिला दुइटैबाट प्रयोग गर्थ्यौँ। हजुर। तर अब भयो कस्तो भने अब भिडियोतिर पनि हाम्रो गर्नुपर्ने भएको कारणले यता चाहिँ भिडियोको लागि हामीले गेस्ट बोलाएर तयारी क्यामेराले गरेर, त्यही भएर अब यो जम्मै चिपस्टिक बोर्ड नै थियो। तर अहिले यो पर्दा लगाउन कारण एक थियो हाम्रो क्यामेराको फ्ल्यास चाहिँ मिलाउनको लागि, छायाङ्कन मिलाउनको लागि हो। अतिथिहरूसँग कम्युनिकेसन यही हुन्छ। अनि यो भिडियोमा चाहिँ कुन कुन कार्यक्रमहरू यहाँ सञ्चालन गरिन्छ रेडियोका? हाम्रो चाहिँ भिडियोतिर खास हाम्रो एउटा संवाद कार्यक्रम स्टेसन म्यानेजरले आजको चर्चा भन्ने चलाउनुहुन्छ। हजुर। त्यसै गरी चाहिँ अर्को के अरे हाम्रो कार्यक्रम के अरे संयोजकले अर्को के कार्यक्रम छ उहाँको के अरे नामै ठ्याक्कै आएन, त्यो छ। अर्को चाहिँ अरू भर्खरको अब हामीले युवा संसारहरू, युवा बालबालिका महिला लक्षित प्रोग्राम पनि गरिरहेको छौँ। अब धेरै चाहिँ लाइभ गर्न नसकेर हामीले चाहिँ कास्टिङ बनाएर मात्रै टेस्ट गर्छौँ। यस्तो छ। सबैले अब प्र्याक्टिस चाहिँ जारी राख्छन् होइन। हामी धेरै चाहिँ न्युज चाहिँ भिडियोमा गर्न खोजिरहेछौँ होइन, फिल्डको चाहिँ रिपोर्टिङहरूको। थ्याङ्क यू सर। यस्तो छ। डेमो गर्नको लागि विद्यार्थी भाइ बहिनीहरू स्टुडियोमा प्रवेश गर्नुभएको छ। उषा, किरण र शिर्षा डाङ्गी र यशोदा बोहरा, तीनजना हुनुहुन्छ। सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्जमा सुनिरहनु भएको छ। आज कार्यक्रममा मसुरो बालीको खेतीको प्रणाली सम्बन्धमा छलफल गर्न गइरहेका छौँ। सम्बन्धित विषयमा छलफल गर्न कृषि विज्ञ लक्ष्मी भण्डारीले पनि स्वागत गर्दछु। डर लाग्यो। आजको कार्यक्रममा हामी मसुरो बालीको खेती प्रणाली सम्बन्धमा छलफल गर्नेछौँ र हाम्रो अतिथिको दुईटैको तयारी अनुसार यहाँ रेकर्ड हुन्छ। अनि हामीले जुन बेला हाम्रो रेडियोमा जोड्नुपर्ने हुन्छ त्यति बेला चाहिँ हामीले त्यो प्रसारण गर्ने हो। अनि यताको स्टुडियोमा चाहिँ हामीले डाइरेक्ट लाइभ गर्ने नै हो, अथवा हामीले अडियो रेकर्डिङका लागि मात्रै। यता भिडियोको अहिले प्रयोग भइरहेछ, अडियो पहिला यतैबाट दुइटै प्रयोग हुन्थ्यो, अडियोकै लागि दुइटै बनाएको। कोही बोल्न चाहनुहुन्छ भने त स्क्रिप्ट छ त्यही सकिन्छ, अथवा बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट म पुष्कर जोशीको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्जमा साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर सुरु गरौँ खबरका मुख्य शीर्षकहरूबाट। म मिथिलेश कुमार यादव, प्राविधिक साथी नरेश यादव की तरफ से नमस्कार करता हूँ। कृषि कार्यक्रम हरेक हफ्ता के 2 दिन आइतवार और बुधवार दिन के 7:15 से लेके 7:30 तक सुन सकत बानी। कृषिविद डॉक्टर उमेश चौधरी सर उनका के स्वागत करते अगाडि प्रोग्राम बढ़ावे के चाहौँ। ठीक छ, नाइस। धान खेतीमा जुन अहिले हामी किराहरू देखिरहेछौँ, जुन त्यसको चाहिँ प्राविधिक जुन समस्या छ त्यसको बारेमा भनिदिनु।
धानको किरा पढ्नु अघि तपाईँको खेतमा खासमा समस्या चाहिँ कुन देखिएको छ अहिले चाहिँ गभारो किराको बारेमा एकदमै समस्या आइरहेको छ किसानबाट त्यसको बारेमा हजुरलाई समाधानको लागि के गर्दा उपयोग हुन्छ? तपाईँ अहिले सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्जका साथै अनलाइन www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर सुरु गरौँ। खबरका मुख्य शीर्षकहरूबाट। सेती राजमार्गको 146 किलोमिटर सडक अझै ट्रायल खोल्न बाँकी। राजमार्ग निर्माणका लागि जनदबावमा नपुगेको योजना आयोगका पूर्व सदस्य डाक्टर प्रेम कुँवरको भनाई। यो कस्तो भयो भने यसमा बोल्दाखेरि जस्तो तपाईँहरूले सुन्नुहुन्छ नि रेडियो टेलिभिजन हेर्नुहुन्छ सेम त्यो सम्झेर बोल्नुपर्छ कि यसमा चाहिँ जहाँ कमा जहाँ प्लास्टिक छ त्यहाँ मात्रै रुक्ने हो। प्रोग्रामको लागि हो भने फरक एङ्गल हुन्छ, न्युज प्रेजेन्टेसन हो भने फरक एङ्गल हुन्छ, फेरि अन्तर्वार्ता हो भने चाहिँ अझ फरक मोडेल हुन्छ। तर यसको मूलभूत के हो भने तपाईँको अन्तर्वार्ता हो भने म कोसँग कुरा गर्दैछु, कुराकानी गर्दैछु भन्ने फिलिङ हुनु पर्यो। न्युज हो भने स्टेट आफ्नो दायाँ बायाँ के हुँदैन, त्यसमै पज दिएर पञ्चिङ लाइनलाई ख्याल गरेर बोल्ने हो। त्यस्तो कुरा हो। सामुदायिक रेडियो टिकापुर FM को बिहान 6 बजेको खोज खबरलाई यहाँलाई स्वागत छ। नेपाल खबरबाट म उमेश नेउपानेको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्जका साथै अनलाइन www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिराख्नु भएको छ। खोज खबर सुरु गरौँ। खबरका मुख्य शीर्षकहरूबाट। सेती राजमार्गको 146 किलोमिटर सडक अझै ट्र्याक खोल्न बाँकी। राजमार्ग निर्माणका लागि जनदबाव नपुगेको योजना आयोगका पूर्व सदस्य डाक्टर प्रेम कुँवरको भनाई। कालिका आधारभूत विद्यालय राज्यपुरको आर्थिक वर्ष 2081-82 को सामाजिक परीक्षण विद्यालयको सिकाइ उपलब्धि 2.68 GPA। मध्य प्रदेशका प्रमुख भण्डारी पदमुक्त। नयाँ प्रदेशका प्रमुखका लागि सुरेन्द्र लाभ कर्ण सिफारिस। र टिकापुर नगरपालिका वडा नम्बर 1 ले चालु आर्थिक वर्षमा 2,06,53,000 योजना कार्यान्वयन गर्दै। हस्, धन्यवाद। थ्याङ्क यू। यसको थुप्रै स्टडीहरू छन्। टिएमसीकै लेक्चरहरूले अनि त्यसपछि गएर विद्यार्थीहरूले थेसिसहरू धेरै गरेका छन्। प्रभाव चाहिँ यसको राम्रो छ, नमानिस छ। डकुमेन्टहरूले त्यस्तो देखाएको छ। ठिक छ। ल अरू केही छ सरलाई सोध्नुपर्ने रेडियो सम्बन्धी? हामीले कलेजमा चाहिँ प्रोग्राम गरिरहेको छौँ। त्यो प्रोग्रामको लागि अब बाहिर समाजमा पनि जाओस् भनेर यहाँबाट मान्छे बोलाउँदाखेरि कसरी पे गर्नुपर्छ या कसरी? अब यो कृषि कार्यक्रम अहिले एउटा मात्रै छ होइन, अनि अहिले अब फर्दर चाहिँ कृषिका कार्यक्रमहरू बढाउँदै जाने के योजना छ त्यस्तो? कृषिका सेक्सन ए लाई सबैजना इन्ट्री गर्नु त। हामी आइयो एफएममा हेर्नलाई टिकापुर सेक्सन ए। दसजना जानु, त्यसपछि 10जना है। ल भयो होला सायद। एउटा मेरो प्रोग्राम नै छ होइन। ठिक छ। कार्यक्रम युवा संसारमा यहाँलाई स्वागत छ। धन्यवाद सर। तपाईँ एउटा युवा विद्यार्थी भएको हिसाबले यो विद्यार्थीको जुन अहिले धेरै ट्रेन्डहरू छ, कतिपय हकमा चाहिँ हाम्रो देशमा रोजगार छैन, हाम्रो बेरोजगार शिक्षाहरू पढ्नुहुन्न भन्छन्। अब तपाईँको कृषिमा पनि धेरै मान्छे चाहिँ यो अलिक टेक्निकल विषय भएर पनि पढेर पनि बेरोजगार नै भइरहेको स्थिति छ। यस्तो कुरामा चाहिँ विद्यार्थीहरू आफै पनि विदेश पलायन भइरहेको स्थिति छ। यो हकमा चाहिँ हाम्रो साथीहरूलाई चाहिँ तपाईँले चाहिँ स्वदेशमै अध्ययन गरेर रोजगार
हुनका लागि चाहिँ के भन्न चाहनुहुन्छ? म त के भन्छु भन्दाखेरि यहाँ नेपालमा पढिसकेपछि बाहिर जानुभन्दा नेपालमै केही गरौँ, उद्यमशीलताहरूमा लागौँ होइन। यत्रो पढिएछ, हामीसँग ज्ञान छ कृषिका बारेमा, यहाँका डाँडा पाखा खाली छन्, त्यत्तिकै पाखा पोखरा गइरहेछन्, यत्रो जङ्गलमा फोडरहरू छन्, ती युज गरेर चाहिँ हामीले एउटा चाहिँ अब बाख्रै पालन चलायो भने पनि वर्षमा लाखौँको आम्दानी हुन्छ नि त हजुर। त्यही भएर चाहिँ युवाहरूलाई अहिले विदेश पलायन हुनभन्दा सकेसम्म देशमै केही गरौँ। महावीर पुनले भन्नुहुन्छ नि जेसुकै गर भने जस्तै यो कृषिमा जेसुकै गर, नेपालमा ढुङ्गोमा पनि फल्छ के। नेपालको ढुङ्गोमा त्यत्रो एउटा कति राम्रो बोटाहरू फलेर फलफुल फलेका छन्, त्यसै गरी यहाँ जे रोप्यो पनि फल्छ। हामीसँग त यत्रो मलिलो माटो छन्, त्यही भएर सकेसम्म देशमै केही गरौँ भन्न चाहन्छु यो। अनि साथै बजारको कुरा गर्नुहुन्छ भने बजार त अहिले हेर्नु मल्टिमिडियाको अथवा अनलाइनको जमाना छ। अनलाइनमा राखिदियौँ भने के अहिले हेर्नु त हिजोको दिनमा हेपिएको बाली भन्ने कोदो, अहिले हेर्नु त कति मार्केट पाएर कोदोको डिमान्ड पुऱ्याइन सक्नुहुन्छ। त्यही भएर चाहिँ यसलाई हामीले विभिन्न माध्यमबाट भेल्यु एडिसन गरेर क्रोपहरूलाई, कुनै पनि क्रोपलाई भेल्यु एडिसन गरेर बजारमा पुर्याउन सक्यो भने मजाले बिक्छ। खास समय दिनुभएकोमा कृषि विज्ञलाई धेरै धेरै धन्यवाद। नमस्ते, मेरो नाम चाहिँ अंश थापा मगर। घर मेरो मोरङ सुन्दर नगरपालिका। हाम्रो सुन्दर नगरी टिकापुरमा सामुदायिक रेडियोमा स्वागत छ तपाईँ सबै भाइ बहिनीहरूलाई। धन्यवाद। अनि हाम्रो रेडियोमा आइसकेपछि रेडियोलाई चाहिँ सुनिहाल्दा कस्तो लागिरहेछ तपाईँले? रेडियो निहाल्दा एकदम राम्रो लागिरहेछ। अडियोमा मात्रै सुनेको कुरा, भित्र कस्तो हुँदो रहेछ भन्ने थाहा थिएन, तर अब यहाँ आएपछि चाहिँ पुरा भिजुअल देख्न पाइयो। सबै यो रेडियो प्रविधिको कुरा गर्दाखेरि अहिले चाहिँ स्टुडेन्टहरू चाहिँ रेडियोबाट कतिको सूचना सन्देश लिन सक्ने स्थिति हो? तपाईँहरूले कतिको चाहिँ यसको प्रयोग गरिराख्नु भएको छ कि? खासै रेडियो नै चाहिँ भनेर त्यो ट्युन गरेर सुनिँदैन, तर फेसबुक मार्फत चाहिँ सेयर भइरहेको हुन्छ, त्यो मार्फत चाहिँ हामी सुन्छौँ कृषिका सूचनाहरू, इन्फर्मेसनहरू। हाम्रो यता एग्रिकल्चरका भाइ बहिनीहरूले पनि रेडियो प्रोग्राम चलाइरहेको छन्। हजुर। उहाँहरूको प्रोग्राम कहिले कतिको सुन्नुहुन्छ तपाईँले? उहाँहरूको सुन्छु, हाम्रै साथीहरूले 2जना साथीहरूले चलाउनु भएको छ, उहाँले सेयर गर्नुहुन्छ, देखेपछि सुन्ने गरेको छु। सबैजना दर्शक श्रोताहरूलाई पनि धन्यवाद है त। रेडियो कार्यक्रम हाम्रो कृषिमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म जीविका शाहको नमस्कार। हामीमा सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत कल्पना साउन्ड हुनुहुन्छ। हामी उहाँसँग केही अन्तर्वार्ता गर्नेछौँ। कल्पनाजी, यहाँलाई स्वागत छ। धन्यवाद। अनि सुरुवात हजुरको परिचयबाट गरौँ न त। मेरो नाम चाहिँ कल्पना साउन्ड र म अहिले चाहिँ सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ एग्रिकल्चरमा 6औं सेमिस्टरमा अध्ययनरत छात्र हुँ। जुन चाहिँ खेती गर्दा गर्दै चाहिँ हामीले त्योबाट सिक्ने र सिक्दै पनि केही कुरा कमाउने भनेर त्यस्तो खालको एइडी एग्रिकल्चर इन्टरप्राइजेस डेभलपमेन्ट भन्ने हामीले प्र्याक्टिकल गर्छौँ। त्यो चाहिँ मलाई अलिकति राम्रो लागेको विषय। भनेपछि तपाईँहरूले लर्न एन्ड अर्नको बेसिसमा चाहिँ केही कार्यहरू गर्नुहुँदो रहेछ। अनि त्यसो भए तपाईँले भर्खरै अथवा गरेको कामबारे पनि केही बताइदिनुहोस् न त। हामीले चाहिँ एइडी हाम्रो चाहिँ 5औं सेमिस्टरबाट सुरुवात हुन्छ र एइडीमा चाहिँ हामीले गरेको सुरुमा चाहिँ वाटरमेलन चाहिँ हामीले कल्टिभेसन गरेको थियौँ। अरू कुनै प्रोडक्टहरू बनाउनु भएको थियो कि त्यसमा? हामीले चाहिँ लसुनको अचार पनि बनाएको थियौँ र बनाएर चाहिँ हामीले आफ्नै विद्यालय सेरोफेरो वरपर र केही बाहिरी मान्छेहरूलाई पनि बेचेका थियौँ र त्यहाँबाट हामीले राम्रै आम्दानी गरेका थियौँ। र त्यसपछि हामीले त्यहाँबाट धेरै कुराहरू सिक्यौँ, कसरी चाहिँ बनाउने, त्यसबाट बेच्दाखेरि कति नाफा हुन्छ, बनाउँदाखेरि के हुन्छ, सबै कुराहरू सिक्न पायौँ। अनि किताबी ज्ञान मात्र नभएर होइन, प्रयोगात्मक ज्ञान पनि सिक्नुपर्छ भन्ने सन्दर्भमा चाहिँ यस विषयवस्तुबाट बुझाइ लिन सक्छौँ। धन्यवाद छ यहाँलाई। त्यसमा बनाइयो होइन, डिफ्रेन्ट टाइपबाट कसरी नर्सरी चाहिँ ग्रो गर्न सकिन्छ त्यो विषयमा हामीले गऱ्यौँ भन्न सकिहाल्यो। ल स्टार्ट। नमस्ते, स्वागत छ हाम्रो हाम्रो कार्यक्रम कृषिमा। म प्रस्तोता विष्णुबहादुर रावत। हाम्रो यो कार्यक्रम हरेक हप्ताको साप्ताहिक रूपमा हरेक हप्ताको शनिबार राति 7:30 देखि 8 बजेसम्म यो कार्यक्रम यो सामुदायिक टिकापुर सामुदायिक एफएमबाट प्रसारण हुने गर्दछ। आज हामी यो कार्यक्रम
अर्को फरक कार्यक्रम लिएर आएका छौँ। हाम्रो कृषि विद्यार्थी र कृषकको माझमा विभिन्न किसिमका कृषि समस्याहरूलाई समाधान गर्ने उपायले हामीले आज फरक कार्यक्रम लिएका आएका छौँ। हाम्रो माझमा हुनुहुन्छ आजका पाहुना हुनुहुन्छ सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ एग्रिकल्चर 6औं सेमिस्टरमा अध्ययनरत आनन्द मणि भट्ट। उहाँलाई यो कार्यक्रममा म स्वागत गर्न चाहन्छु। धन्यवाद। सन्चै हुनुहुन्छ? हजुर सन्चै छ। तपाईँलाई सर्वप्रथम तपाईँ कार्यक्रम सुरु गर्नुभन्दा पहिला तपाईँको परिचय दिनुहोस् न। हजुर, मेरो नाम चाहिँ आनन्द मणि भट्ट। म चाहिँ अहिले सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ एग्रिकल्चरमा 6औं सत्रान्तरमा अध्ययनरत छु। त्यसो भए स्कुल अफ एग्रिकल्चर 6औं सत्रान्तरमा अध्ययन हुनुहुन्छ, तपाईँ पढ्दै हुनुहुन्छ। त्यसो भए तपाईँले अहिले 6औं सेमिस्टरमा पढ्दै हुनुहुँदो रहेछ। तपाईँले पढेका कुराहरूलाई किसानको माझमा कसरी पुर्याउनुहुन्छ? तपाईँले के सिक्नु भएको छ? अब किसानलाई कसरी तपाईँले त्यो आफ्नो सिकेको सिपलाई ट्रान्सफर गर्नुहुन्छ, प्रविधि कसरी ट्रान्सफर गर्न सक्नुहुन्छ? अहिले हामी प्रयोगात्मक रूपमा पनि केही कुरा सिकिरहेका छौँ। हामी सैद्धान्तिक रूपमा मात्र नभई प्रयोगात्मक रूपमा पनि हामी अभ्यास गरिरहेका छौँ। हाम्रो कोर्स यसरी बनाइएको छ सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ एग्रिकल्चरको कि अब हामीले सैद्धान्तिक रूपमा मात्र होइन, हामीले प्रयोगात्मक ज्ञान पनि लिनुपर्छ भन्ने कुरा स्कुलले चाहिँ पहिला नै तय गरेको छ र त्यस अन्तर्गत यो अमेरिकामा त्यहाँको मान्छेले चाहिँ प्रयोग गरे हुन्। अनि हाम्रो नेपालमा चाहिँ अब नेपाली मिडियम भन्नुपर्छ 2006 सालमा चाहिँ प्रयोग भएको त्यो चाहिँ पहिला, पछि 7 सालमा चाहिँ रेडियो नेपाल अनि अहिलेको जुन छ त्यो सुरु भएको। यो एफएम भन्ने चाहिँ अलिक पछि आएको हो। अनि रेडियो नेपालमा चाहिँ सरकारले चाहिँ एफएम 2053 सालमा प्रयोग गरे हो, रेडियो नेपाल सैन्यराज भन्ने कार्यक्रममा होइन। अनि हाम्रो चाहिँ यो सामुदायिक र निजीहरूको लागि चाहिँ अलिक पछि त्यो लाइसेन्स दिने त्यति व्यवस्था थिएन। 2054 सालमा पहिलोचोटि हाम्रो रेडियो सगरमाथा भन्ने नाम सुन्नु होला काठमाडौँमा। त्यसमा हाम्रो अडियन्स कति छ भन्दाखेरि हाम्रो जस्तो नेपाली पात्र त छ नि होइन कतिसँग, त्यहाँ रेडियो भन्ने थिच्नुभयो भने त्योभित्र धेरै रेडियोहरू देखाउँछ। त्यहाँ चाहिँ टिकापुर हान्नुभयो भने यो एफएमको लोगो देखाउँछ। त्यहाँ तपाईँले थिच्नुभयो भने यो प्ले हुन्छ, रोक्नुहोस् भने रोकिन्छ। अनि त्यो एप्समा हाम्रो करिब 2 वर्ष भयो। त्यसमा अहिले लगभग 3,42,000 जति अडियन्स चाहिँ हाम्रो त्यो एप्समा सुनेको देखिन्छ। अनि चाहिँ अर्को नेपाली पात्रो भन्ने छ, त्यो पनि भर्खर बनेको हो। त्यो हाम्रो पात्रोबाटै टिम फुटेर अर्को डेभलप गरेका हुन् होइन। 1 वर्ष हुन लाग्छ त्यसको। त्यसमा हामीलाई सुरुदेखि नै राखेको छ। त्यसमा पनि हाम्रो 1.25 लाख जति अडियन्सहरू त्यहाँ देखिन्छ। त्यसमा पनि आएको छ। अरू धेरै अनलाइन रेडियो एप्स भनेका थुप्रै छन्, त्यसमा पनि सुन्न मिल्छ, वेबसाइट पनि सुन्न मिल्छ। हाम्रो श्रोता भनेको चाहिँ यहीँ मात्र हुँदैन, अरू देशमा जस्तो मलेसिया, कतार, साउदी, अमेरिका अरू देशमा गएका छन् नि त। यहाँका लोकलहरू चाहिँ यहाँको लोकल सम्झेर आउँछ भन्दा उनीहरू त्यहाँ पनि सुनेको हाम्रो त्यो उसमा चाहिँ देखिन्छ। त्यसरी सुन्नुहुन्छ। तपाईँको स्कुल अफ एग्रिकल्चरबाट पनि यहाँ एउटा कार्यक्रम बहिनीहरूले चलिराख्नु भएको छ। यो तेस्रो हो। योभन्दा अगाडि पहिलो चाहिँ ब्याजकाले पनि गरेका थिए, दोस्रोले पनि गरे, अहिले तेस्रो। तपाईँहरू कति हो ब्याज? 5 होइन। यो जस्तै टिकापुर एफएम कतिवटा जिल्ला सरी यति एरिया चाहिँ कति कहाँसम्म हामीले सुन्न पाउँछौँ एफएम? यो सुन्न त धेरै सुनिन्छ। अब एफएम ब्यान्डमा चाहिँ तपाईँले भन्दाखेरि मैले भनिहालेँ, यताको डडेलधुराको केही भागदेखि डोटी, कालीकोट, अछामसम्म पनि पुग्छ। तर के छ भन्दाखेरि अब हाम्रो एफएम त्यहाँकाले सुन्छन् कि सुन्दैनन् भन्ने कुरा त्यो केही पनि एफएम छ नि त। त्यही भएर हामी के गर्छौँ, 50 किलोमिटरको जुन डायमिटर छ हाम्रो स्टेसन भएको ठाउँदेखि बर्दियाको 2टा पालिका राजापुर गेरुवा भयो, अनि यताको लनकुचुवा, अनि यो मोहन्याल, अनि बर्दगोरिया, भजनी, जोशीपुर, टिकापुर, यतिमा चाहिँ हाम्रो सङ्गहन रूपमा जान्छ। अनि यो यहाँकोले सुन्छन् भन्ने हामी दाबी गर्छौँ, किनभने हामी सामग्री पनि त्यहाँको बजाउँछौँ अनि सजिलै गरी सुन्न पनि मिल्छ। कसैको केही छ? 1-2टा क्वेसन। समाचार भन्दाखेरि त्यसको जेन्युननेस अर्थात् त्यो फेक न्युजहरू धेरै आउँछ नि त धेरै माध्यमबाट। त्यो जेन्युन न्युज चाहिँ ब्रोडकास्ट चाहिँ गर्न चाहिँ के गर्नुपर्छ? त्यो कस्तो तिनीहरूलाई लत लागेर तिनीहरू नेटमा अहिले चाहिँ झुमिराखेका छन्। अनि नेटमा हामी अहिले एउटा अल्गोरिदम भन्ने भन्छ होइन। अल्गोरिदम भन्नेले के भन्छ तपाईँलाई थाहा होला। तपाईँले जे कुरा आज मन पर्यो, कसैलाई फाइट गरेको तपाईँले हेर्नुभयो भने तपाईँलाई फाइट गरेको भिडियो मात्रै उसले चाहिँ प्रिफर गरेर तपाईँकोमा आउँछ। तपाईँले देउडा हेर्नु भने त्यही आउँछ, लोकदोरी पनि त्यही आउँछ, नेतालाई गाली गरेको भने त्यही आउँछ होइन। जे कुरा आउँछ नि, रेपको कुरा गर्नु त्यही आउँछ, कुकुर चाहिँ लडिराखेको अनि साँडे जुदा हेर्नुभयो भने रेस्लिङ हेर्नु त्यही आउँछ आउँदैन। यसले के भयो भने अब कसैले नेतालाई गाली गर्नेको भिडियो जो भाइरल हुन्छ नि होइन, त्यो भाइरल भएको हेर्ने जसको बानी परेको छ उसलाई त
त्यो फेक कन्टेन्टहरू लायक र सेयरका लागि बनाएका सामग्री मात्रै आउने भयो। उसले के बुझ्ने भन्दाखेरि संसार यो सत्य यो भन्ने बुझ्छ होइन। अब हाम्रो मिडिया लिट्रेसी त कसैले सुरु गरेकै छैन अहिलेसम्म त। हाम्रो सरकारलाई नेटै सबै 77 जिल्लामा पुर्याउनै मुस्किल छ होइन। त्यो हुनाले चाहिँ अब यो फेकबाट कसरी बच्ने भन्दाखेरि चाहिँ जति बेला सोसल साइट थिएन नि त्योभन्दा अगाडि पनि फेक न्युजहरू हुन्थ्यो। हामी जस्तै पत्रकारहरूले पनि फेक गर्थे। किन गर्थे अघि मैले भने निशान भनेर एउटा पार्टीको चाहिँ विरोध जनाउनु छ भने कसैले त्यो चाहिँ गर्थ्यो। तर बुझ्नको लागि के गर्नु पर्यो भन्दाखेरि पहिला राजनीतिमा मात्रै फेक न्युज हुन्थ्यो अलि पहिला, त्यसपछि यो बिजनेसमा फेक आयो, यो यस्तो हुन्छ त्यस्तो हुन्छ भनेर हुने नहुने प्रचारहरू गर्ने होइन, त्यो आयो। अब अहिले चाहिँ सबै चिज फेक छ, अहिले सबै चिज फेक छ। अब त्यही भएर अब तपाईँहरूलाई म के भन्न चाहन्छु भने त्यसको कुनै लिमिटेसन छैन। यति गऱ्यो भने तपाईँ त्यो फेकबाट स्क्यामबाट बच्नुहुन्छ भन्ने कुराको कुनै लिमिटेसन छैन। जति तपाईँको के भन्छ विवेक छ नि त्यति सुरक्षित हुनुहुन्छ। जति विकनेस छ, जति एउटा लत हुन्छ नि, लतमा पर्नुहुन्छ भने त्यसमा चाहिँ जोखिम छ। अनि अर्को कुरा अहिले तपाईँ जस्तो कलेजको हुन त सरहरूले भनिराख्नु भयो होला होइन। अब अहिले चाहिँ के छ च्याट जिपिटी, पहिला गुगलले दिन्थ्यो, अहिले च्याट जिपिटी बाजे आयो होइन। पहिला गुगल बा थियो, अहिले बाजे आयो, अब राजु पनि आउलान् होइन। अनि त्यसले चाहिँ के गरिरहेछ भनेपछि हाम्रो जो क्रिएटिभ माइन्ड, अब यो दिमागले त जिन्दगीभरि 5% पनि ब्रेन त युजै हुँदैन भने यसलाई एक्टिभ गर्नुभयो भनेपछि यो सबै कुरा तपाईँको यो स्क्यामदेखि बच्ने, फेकबाट बच्ने, अनि अब यो के भन्छ तपाईँको मार्क्स बढाउने, डिस्टिङसन ल्याउने कुरा त्यतातिर जान्छ। अल्छी पाराले यसो हेरिहाल्नु त भन्ने लाग्यो भनेपछि त्यसले हाम्रो मानसिकताले पनि कमजोर अल्छी बनाइदिन्छ होइन। दिमागले अल्छी बनाएको त अब शरीर त त्यसले काम लाग्दैन। ठिक छ, थ्याङ्क यू। ल म धेरै धेरै धन्यवाद सर। सर अनि एउटा लास्ट क्वेसन, यो के अरे टिकापुर सामुदायिक एफएमको चाहिँ मैले एक ठाउँ पढेको, यसले चाहिँ यो सामुदायिक एफएमभरिमा चाहिँ अवार्ड पनि पुरस्कार पनि नेपाल सरकारबाट पाएको भन्ने सुनेको थिएँ, त्यस्तो केही पाएको छ सर? सामुदायिक स्तरमा चाहिँ काम गरेर रिकगनाइज भएको त्यस्तो अवार्ड केही? अब नेपालमा प्र्याक्टिस कस्तो भयो भने सामुदायिक रेडियो अहिले 450 भन्दा बढी छन्। तर रेडियोहरू कस्ता भयो भनेपछि एउटाले खोल्दाखेरि त्यो संस्था बनायो, त्यसपछि कर्मचारी लेखापाल आफ्नो श्रीमती, अनि अर्को चाहिँ सालो, अर्को चाहिँ भाइ होइन, अनि अर्को के गरेर पछि त्यो संस्थामा अरू बाहिरका मेम्बर हटाएर त्यो सबै एउटा घरको जस्तो निजी जस्तो भन्छ के। अनि त्यो निजी जस्तो भएर त्यो पनि एउटा के भयो फेक भयो कि भएन। यस्तो फेक भयो हुनाले चाहिँ अनि हाम्रो रेडियोको बारेमा धेरै रिसर्चहरू भएको छ नेपालमा र नेपालभन्दा बाहिरबाट पनि हुन्छ। अनि यसमा के छ भन्दाखेरि नेपालका टप रेडियोहरूलाई यो हाम्रो चाहिँ CR पास भन्ने छ, कम्युनिटी रेडियो पर्फर्मेन्स एसेसमेन्ट भन्ने थियो। त्यो रेडियो सगरमाथा अनि रेडियो स्वर्गद्वारी भन्ने धेरै पुरानो एफएम हो। अनि हाम्रो मिलाएर 6वटा रेडियोको सबभन्दा पहिला नेपालकै विज्ञहरूले एउटा अध्ययन गरेका थिए। त्यसमा चाहिँ 100मा हामीले चाहिँ 56 मार्क्स पाएका थियौँ, सबभन्दा टप थियौँ। रेडियो सगरमाथाको त 52 मात्रै थियो। त्यति बेला हामी भाडाको घरमा थियौँ, त्यति बेला चाहिँ हामी भाडाको घरमा थियौँ। अहिले त हामीसँग यसो कम्पिटिटर यो गर्ने चाहिँ कोही पनि छैन, नेपालभरिमै छैन। नेपालभरिमै सामुदायिक एफएममा सबभन्दा राम्रो एफएम हो के यो। अनि हाम्रो चाहिँ अवार्डहरू चाहिँ धेरै छ, तर हामी 3वटा अवार्डलाई हामी ठुलो मान्छौँ। एउटा अवार्ड भनेको चाहिँ हामीले नेपालभरिमा शिक्षा पत्रकारिता पुरस्कार पाएको थियौँ 2072मा पहिलो चाहिँ। अनि हामीले लास्ट इयर चाहिँ एउटा पुरस्कार पाएको छौँ। हामीले यो लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण सम्बन्धी देशभरिका मिडियाहरूको रिसर्च गरेर नेपाल पत्रकार महासङ्घले अवार्ड गरेको हो। तर इन्टरनेसनल अलर्ट भन्ने एउटा चाहिँ हाम्रो युरोपियन एक्सपर्टहरूको चाहिँ संस्था हो त्यो। अनि त्यसले देशभरिका मिडियाहरूको स्टडी गरेर चाहिँ यो सामुदायिक रेडियो टिकापुरको कन्टेन्टमा, अनि यो चाहिँ स्टाफमा, यसको बोर्डमा, यसको चाहिँ अनि अन्य मेकानिजममा चाहिँ सोसल इन्क्लुजन एकदम राम्रो छ भनेर हामीलाई चाहिँ अस्ति पनि भर्खरै पनि अवार्ड गरेको छ। अनि दुईवटा। अनि तेस्रो अवार्ड भनेको चाहिँ हामीले के छ भने अहिले रेडियोहरू धेरै मऱ्यो होइन, लगभग 750बाट अहिले चाहिँ 400 जति मात्रै बाँकी छन्। त्यस्ता पहिला को मऱ्यो भन्दाखेरि व्यापारिक रेडियोहरू, त्यसपछि सामुदायिक भनेर घरका मान्छेले ओगटेको रेडियोहरू होइन, त्यस्तो चाहिँ रेडियोहरू मरे। अनि हाम्रो चाहिँ अहिले के छ भने अहिले 20वटा संस्था छ। अहिले उहाँहरूले चाहिँ यो प्रयोग गर्दाखेरि फाइदा फ्रीमा पाउनुहुन्छ, कतिपय फ्री हुन्छ, कतिपयमा डिस्काउन्ट पाउनुहुन्छ।
अब यो रेभेन्यूबाट चलेन, मार्केटबाट चलेन भने ती 20वटा संस्थाले यहाँ फन्ड हालेर पनि चलाउनुपर्छ। अनि त्यसो गर्दा के हुन्छ भने नेपालमा रेडियो नेपाल अब सरकारी भइहाल्यो रेडियो नेपाल, त्योभन्दा पछिसम्म यदि कोही रेडियो बाँच्छ भने रेडियो नेपालभन्दा पछि अन्तिममासम्म बाँच्ने भनेको चाहिँ यो रेडियो बाँच्छ भन्ने छ। अनि रिसर्च आरडी सोसियोलोजी गर्नुभएको छ, अरू कलेजकोले पनि गर्छन् होइन। कैलाली क्याम्पसमा मास कम्युनिकेसन पढाउने कलेज छ हाम्रो धनगढीमा, तिनीहरूले गरेर हुन्छन्। अनि कहिलेकाहीँ यो के भन्छ सानो के रिसर्च मिनी रिसर्च होइन, मिनी रिसर्चहरू पनि भइरहेको हुन्छ। अनि हामीलाई चाहिँ अहिले के भन्छ भने हामीले जम्मा 2टा कुरा मात्रै रिकमेन्डेसन भएर आउँछ। एउटा चाहिँ रेडियो सुन्ने मान्छे घटे बढाऊ भन्छ होइन, तयार छु भन्ने लागेको यति बेरसम्म हामीलाई सरहरूले सर र हाम्रो एकेन्द्र सर है दुवैजना सरहरूले चाहिँ समय दिनुभयो र रेडियो स्टेसनको बारेमा बुझाइदिनु भयो होइन। हामी सुलभ एग्रिकल्चरको परिवारबाट एकमुष्ट रूपमा सबैको तर्फबाट हार्दिक धन्यवाद दिन्छौँ। अघिल्लो वर्षदेखि होइन अघिल्लो प्रत्येक वर्ष चाहिँ हामीलाई उहाँ सरहरूले सहजीकरण गर्दै आइरहनु भएको छ र हाम्रो एक किसिमको चाहिँ सम्बन्ध पनि छ। सरले भनि पनि सक्नुभयो र एकपटक फेरि उहाँहरूलाई चाहिँ ताली बजाएर धन्यवाद गर्नुभयो। सामुदायिक रेडियो अब बहिनीहरूले गरेका छन् नि कार्यक्रममा। अनि त्यसमा चाहिँ